नमस्कार। यो मी डिएम गेटबाट पटाया जाने बेलाको बाटो हो। यस्तो यस्तो विकास भएको छ देशहरू, विश्वको कयौँ स्थान तल देखिने थालिने पनि यस्तो राम्रो विकास भएको छ। हाम्रो टोल पासहरू टोल गेटहरू राखिएको छ, बाटोघाटो राम्रो छ। र यो चाहिँ सिन चाहिँ सिङ्गापुरको हो। सिङ्गापुरमा त विकास हुनलाई अब कुनै केही बाँकी छ जस्तो मलाई लाग्दैन। विकास भइसकेको अवस्था छ। सिङ्गापुरले ठुल्ठुलो भवनहरू, बाटो, प्रविधिको क्षेत्रमा निकै फड्को मारिसकेको छ। हाम्रो देश कहाँ छ अझै पनि त्यो तुलनै हुन सक्दैन। सिङ्गापुर विश्वको दोस्रो महँगो सहर हो, देश हो, जो अमेरिका पछिको दोस्रो महँगो हो भनिन्छ। विकासका कार्यक्रम भइरहेका छन्। हाम्रो देशमा चुनाव आइरहेको छ, भोट केमा हाल्ने भनेर तनाव भइरहेको छ। धेरै तनाव नलिकन सोचेर विचार गरेर भोट हाल्न अनुरोध गरिन्छ। अहिले हामी सिङ्गापुरको सन्तोसा टावरमा छौँ, जहाँ दुईवटा बिल्डिङ जोडेर माथि टपमा एउटा डुङ्गा जस्तो राखिएको छ भने साइडमा खेल्नको लागि पार्कहरू छन्। र चाहिँ अर्को बिल्डिङ बन्दैछ, जहाँ बिल्डिङ जोडिने क्रममा छ। र हामी चाहिँ अहिले चाहिँ सिङ्गापुरबाट फेरि हामी मलेसियापट्टि लगाइसकेका छौँ। गाडीको बाटोबाट मलेसिया निकै विकास भएको छ, सफा छ, सुन्दर छ, हरियाली छ। यस्तो देशमा हाम्रो नेपाली कामदारहरू टन्नै हुनुहुन्छ, त्यही दुःख पाउनु भएको छ। हाम्रो देश कहिले बन्छ होला यस्तो भगवान्। देश बन्नको लागि नेतालाई मात्रै गाली गरेर हुँदैन। नेताहरूले नीति बनाउने हो, जनताले पालना गर्ने हो। जनताले पालना गर्न पर्दछ। मन परितन्त्र गर्ने हुन्न कुनै पनि देश बन्न सिस्टम चाहिन्छ। सिस्टममा चलेका देशहरू हुन्। जस्तो सिङ्गापुरलाई लिकन युले बनाएका थिए, त्यस्तै मलेसियामा पनि एकजना समथिङ के मुसलमान नै हुन्छ उहाँ एकजनाको जन्म भएको थियो र उहाँले चाहिँ यो भन्नु भएको थियो। अहिले हामी मलेसियाको कुआलालम्पुर इन्टरनेसनल एयरपोर्ट जाँदैछौँ। जाने करिब हामीलाई 1 घन्टाभन्दा बढी लाग्नेछ त्यहाँ पुग्न। बाटोघाटोहरू सफा छन्, आफ्नो लेनमा गाडीहरू चलेका छन्। 120 स्पिडमा छ, जाम छैन, धुलो धुवा छैन, हर्न छैन। कति राम्रो सहर छ, कति राम्रो देश छ। हाम्रो देशमा एउटा धारमा पानी हालिदियो भने पनि विकास भयो भनेर चाहिँ नाक फुलाउनु पर्ने अवस्था छ। 3 लेन 4 लेन फ्लाइओभर, अन्डरग्राउन्ड ट्रेन, माथि गाडीहरू चढेका छन्। खाद्य नपाएको छ। सुरक्षाको त यस्तै व्यवस्था गरिएको छ। यस्तो पो देश। अनि अझै पनि हाम्रो देशमा चुनाव बेलामा भोट केमा हाल्ने, भोट कसलाई हाल्ने भनेर दुविधामा हुनुहुन्छ भने त्यो दुविधा हुनै पर्दैन। नयाँ पार्टीहरू, पुरानो पार्टीहरू, जो तपाईँलाई ठिक लाग्छ उसलाई भोट हाल्न मिल्छ। तर भोट चाहिँ तपाईँले हालेको भोटले देश बन्नु पर्यो, देशको सिस्टम बन्नु पर्यो, बस्नु पर्यो। बस त्यति हो। त्यसैले मेरो यो 13 दिनको वैदेशिक हाम्रो त चाहेर पनि बनाउने देशमा सबै हामी अहिले अन्तर्राष्ट्रिय बनिसकेको छ। सबैलाई सम्झन चाहे भोट आफ्नो तरिकाले हाल्नु, तर सही ठाउँमा हाम्रो त चाहेर